मतदान गर्न निर्वाचन आयोगको अपील। मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय। दुर्गमका 61 स्थानबाट हेलिकप्टर मार्फत मतपेटिका संकलन गरिने। 77 जिल्लामा ढुवानी बजेट निकासा। गृहमन्त्री ओमप्रकाश अर्यालको चेतावनी, निर्वाचन विरोधी गतिविधि गर्नेलाई सिधै अदालत पुर्याउँछौं। चुनाव बिथोल्नेमाथि निर्मम बल प्रयोग हुने आईजीपी दानबहादुर कार्कीको चेतावनी। उम्मेद्वारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको आग्रह। मतदान स्थलको वर्गीकरण 3680 स्थल अति संवेदनशीलको सूचीमा। मोदीले बालिनलाई शुभकामना दिएको भन्दै भ्रम फैलाउने व्यक्ति समातिए। आज राति 12 बजेदेखि अति आवश्यक सेवा बाहेक सबै सवारी सञ्चालनमा रोक। निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौँ उपत्यकाका सडक सुनसान। मतदानको दिन वर्षा र हिमपातको सम्भावना नभएको मौसम विभागको प्रक्षेपण। निर्वाचनका लागि काठमाडौँका मतदान स्थलहरू तयार। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर 1 की उम्मेद्वार आशिका तामाङको उम्मेदवारी खारेज हुने भन्दै भ्रम फैलाइएकोमा प्राइम टिभीले माग्यो माफी। निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको निधनप्रति आयोगद्वारा शोक व्यक्त। मतदान केन्द्रमा मताधिकार प्रयोग गर्न निर्वाचन आयुक्त तुलाधारको अपील। निर्वाचनको बेला 25 कसुर जसले हुन सक्छ उम्मेदवारी खारेजी र जेल सजाय। फागुन 21 को निर्वाचनमा 100% मतदान गर्न निर्वाचन आयुक्त जबराको अपील। सुदूरपश्चिम प्रदेशमा निर्वाचनको सबै तयारी पूरा, मतदानमा सहभागी हुन आयोगको अपील। नेपाललाई भ्रष्टाचार भन्दा बढी अराजकताबाट खतरा रहेको गृहमन्त्री ओमप्रकाश अर्यालको जिकिर। चुनावमा खटिएका 12 जना सुरक्षाकर्मी र 2 मतदान अधिकृतको मृत्यु। नगद सहित पक्राउ परेका सिरहा 3 का उम्मेद्वार अशेश्वर यादव हिरासतबाट छुटे। सिन्धुलीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु। एकै दिन तोलामा 11,000 रुपियाँ घट्यो सुनको भाव। अन्तर्राष्ट्रिय खबरमा पेरुमा भारी वर्षाका कारण 41 जनाको मृत्यु, 56 घाइते। लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिबन्ध। इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भन्छन् इरानमाथिको अमेरिकी आक्रमण 4 देखि 5 हप्ता भन्दा लामो हुन सक्छ। तेहरानमा खामेनीको अन्त्येष्टि गरिँदै मोज्दाबा खामेनी नयाँ सर्वोच्च नेता बन्ने। स्पेन संघको सबै व्यापार ठप्प पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी। धम्की दिने ट्रम्पलाई स्पेनका प्रधानमन्त्रीले फर्काए जवाफ। लेबनान नजिक शंकास्पद वस्तु देखिएपछि साइप्रसको लार्नाका विमानस्थल बन्द। खेल खबरमा मध्यपूर्वको तनावका कारण नेपाल, यूएई र ओमान सम्मिलित लीग 2 श्रृंखला स्थगित र एन्फा नेतृत्वप्रति क्रिकेटर विकेश कोथुको आक्रोश। मोसो दलेर घिसार्ने बाहेक अरू विकल्प छैन। आज पनि हामी उपस्थित भएका छौं। आजका मुख्य समाचार, ब्रेकिङ न्यूज अपडेट लगायत तपाईलाई काम लाग्ने हेर्नै पर्ने महत्त्वपूर्ण समाचार लिएर। हामीलाई अन्तिमसम्म हेर्नुहोला। हाम्रो मेहनतको लागि यो भिडियोमा एउटा लाइक अवश्य गर्नुहोला। हाम्रो च्यानल अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला अनि नजिकै आउने बेल आइकनमा क्लिक गर्नुहोला। देशभित्रबाट हेर्दै हुनुहुन्छ भने आफू रहेको गाउँ, ठाउँ, शहर, जिल्लाको नाम लेख्नुहोला। विदेशमा हुनुहुन्छ भने कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। दैनिक रूपमा हेर्नुहुन्छ भने रेगुलर भनेर लेख्नुहोला। आज पहिलो पटक हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम भनेर लेखिदिनुहोला। आउनुहोस् दर्शक महानुभाव, आजका मुख्य समाचार सुरु गरौं। निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको अपील सम्बन्धी प्रसंगबाट। प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। निर्वाचनको पूर्व सन्ध्यामा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका सबै मतदान केन्द्रहरूमा आवश्यक निर्वाचन सामग्रीहरू पुगिसकेको जानकारी दिनुभएको हो। उहाँले 2082 साल भदौ 23 र 24 गतेको आन्दोलनपछि सिर्जना भएको विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग पूर्ण रूपमा क्रियाशील रहेको स्पष्ट पार्नुभयो। भण्डारीका अनुसार फागुन 21 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म देशभर मतदान हुनेछ। यसका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका लगायतका सम्पूर्ण सामग्रीहरू सम्बन्धित मतदान केन्द्रहरूमा सुरक्षित रूपमा पुर्याइसकिएको छ। मतदान केन्द्रहरूको निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भइसकेको जानकारी दिँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान स्थलहरूलाई लैङ्गिक तथा अपाङ्ग मैत्री बनाइएको, सबै मतदाताको सहज पहुँच सुनिश्चित गरिएको बताउनुभयो। मतदाताले निर्वाध रूपमा आफूलाई मन परेको उम्मेद्वार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको अत्यन्तै भरपर्दो प्रबन्ध मिलाइएको आयोगले जनाएको छ। भण्डारीले निर्वाचनलाई केवल प्रतिनिधि छान्ने वा सरकार गठन गर्ने प्राविधिक प्रक्रियाका रूपमा मात्र नबुझ्न आग्रह गर्नुभयो। निर्वाचन मार्फत नागरिकले कानून निर्माण र राज्य सञ्चालनको प्रक्रियामा प्रत्यक्ष रूपमा आफूलाई संलग्न गराउने अवसर पाउने कुरामा उहाँले बताउनुभयो। यस प्रक्रियाको पूर्णताले नीति, नेतृत्व र शासनको अभिव्यक्ति हुनुका साथै समावेशी तथा उत्तरदायी राज्य निर्माणमा नागरिकको प्रत्यक्ष योगदान पुग्ने भन्दै आयोगले सम्पूर्ण मतदाताहरूलाई यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न हार्दिक अपील गर्यो।
प्रतिनिधि सभा सदस्यको निर्वाचनको अन्तिम तयारीबारे केन्द्रीय सुरक्षा समितिको बैठकमा छलफल भएको छ। भोलि देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ। बुधबार गृह मन्त्रालयमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको छ। बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, सुरक्षा निकायका प्रमुखहरू र गृह मन्त्रालयका उच्च अधिकारी सहभागी थिए। बैठकमा निर्वाचनको तयारी र समसामयिक विषयमा छलफल भएको गृह मन्त्रालयकी उपसचिव रमा आचार्यले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, सुरक्षा मजबुत बनाउन मतदानको समयमा हेलिकप्टरबाट गस्ती गर्ने बारे छलफल भएको छ। यस्तै आपतकालीन प्रयोजनका लागि हेलिकप्टर स्ट्यान्ड बाई राख्ने निर्णय गरिएको छ। केन्द्रीय सुरक्षा समितिले भोलि हुने निर्वाचनमा सुरक्षा चुनौती नरहेको निष्कर्ष निकालेको छ। बैठक सुरक्षा प्रमुखहरूले सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए। बैठकमा सुरक्षा प्रमुखहरूले सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए। यसअघि गृह सचिवले सबै जिल्लाका प्रमुख जिल्लाधिकारीसँग भर्चुअल माध्यममा छलफल गरेर सुरक्षा स्थितिको बारेमा जानकारी लिएका छन्। निर्वाचनमा कानून विपरीतका गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्ने निर्णय गरिएको उपसचिव आचार्यले बताउनुभयो। निर्वाचन आयोगले आगामी निर्वाचनका लागि विकट तथा दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी र संकलनको विशेष कार्ययोजना तयार पारेको छ। भौगोलिक रूपमा विकट मानिएका हिमाली तथा पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री र जनशक्ति पुर्याउन तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन आयोगले हेलिकप्टरको प्रयोग गर्ने भएको हो। निर्वाचन आयोगका सचिव कृष्ण बहादुर राउतका अनुसार मतदान अगावै हुम्ला र डोल्पाका अति दुर्गम 27 स्थानमा हेलिकप्टर मार्फत मतपत्र, कर्मचारी र सुरक्षाकर्मी पुर्याइसकिएको छ, जसमा डोल्पाका 23वटा र हुम्लाका 4वटा मतदान केन्द्र रहेका छन्। मतदान सम्पन्न भइसकेपछि पनि देशका विभिन्न 15 जिल्लाका 61वटा दुर्गम स्थानबाट मतपेटिका संकलन गर्न हेलिकप्टरकै प्रयोग गरिने सचिव राउतले जानकारी दिनुभयो। ताप्लेजुङदेखि दार्चुलासम्मका ती 61 स्थान बाहेक अन्य सुगम र सडक सञ्जाल जोडिएका स्थानहरूमा पनि सवारी साधन मार्फत नै मतपेटिका संकलन गरिनेछ। मतपेटिका ढुवानीलाई व्यवस्थित र सुरक्षित बनाउन आयोगले देशका 77 जिल्ला प्रशासन कार्यालयहरूलाई ढुवानीका लागि आवश्यक पर्ने बजेट पठाइसकेको छ। उहाँले भन्नुभयो, हामीले हुम्ला र डोल्पा जिल्लाको जम्मा 23वटा डोल्पाको र 4वटा हुम्लाको गरी 27वटा स्थानमा हेलीबाट मात्रै मतपत्र र ब्यालेटदेखि लिएर कर्मचारी र सुरक्षाकर्मीहरू पठायौं र त्यसमा अब 15 अरू थप 15 जिल्लाहरूको 61 स्थानबाट यो मतदान केन्द्र धेरै हुन्छन्। तर 61 स्थानबाट ताप्लेजुङदेखि दार्चुलासम्मका 61 स्थानबाट यो मतदान पछाडिको यो ब्यालेट बक्सहरू हेलीबाट संकलन हुन्छ भने अरू सवारी साधनबाट संकलन गर्ने सन्दर्भमा 77वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्वाचन आयोगले ढुवानी रकम पठाएको छ र उहाँहरूले ढुवानी कार्ययोजना बनाएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले प्रमुख जिल्लाधिकारीज्यूको नेतृत्वमा सबै सुरक्षा निकायको समन्वयमा त्यो मतपेटिका मतपत्र सहितको मतपेटिका मतगणना स्थलमा ल्याइन्छ। 165वटा मतगणना स्थलमा ल्याइन्छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्लाधिकारी सिडिओको नेतृत्वमा सबै सुरक्षा निकायहरूको समन्वय रहने गरी ढुवानी कार्ययोजना बनाइएको सचिव राउतले बताउनुभयो। सोही कार्ययोजना अनुरूप मतदान केन्द्रहरूबाट मतपेटिका संकलन गरी देशभर तय गरिएका 165वटा मतगणना स्थलहरूमा सुरक्षित रूपमा ल्याइने व्यवस्था मिलाइएको आयोगले जनाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गरिएको बताउनु भएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधली रहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताउनु भएको हो। उहाँले मतदाताले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गर्नु भएको छ। गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा, मतपत्र तथा मतपेटिका ढुवानीको स्पष्ट मापदण्ड, उशृङ्खल गतिविधि गर्नेमाथि कडा कारबाही हुने बताउनु भयो। गृहमन्त्री अर्यालका अनुसार सरकारले निर्वाचनका लागि एकीकृत सुरक्षा योजना पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालन गरिसकेको छ। अहिले देशभरका सबै मतदान स्थलहरूमा सुरक्षाकर्मीहरू पुगिसकेका छन्। उहाँले भन्नुभयो, प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 एकीकृत सुरक्षा योजना पारित गरेर त्यसैको आधारमा हाम्रा संयन्त्रहरू परिचालित छन्। त्यो अनुसार अब सबै अहिले सुरक्षा संयन्त्रहरू मतदान स्थलसम्म पुगेका छन् र अब जतिखेर जे आवश्यक पर्छ पारिएको अवस्थामा सुरक्षाको अवस्थालाई काबुमा राख्ने, सहजीकरण गर्ने गरी देशभरि नै पूर्ण रूपमा अहिलेको सुरक्षाको प्रत्याभूति दिएको अवस्था छ। गृहमन्त्री अर्यालले सुरक्षा व्यवस्था मजबुत रहेकाले कुनै पनि प्रकारको असुरक्षाको महसुस गर्नु नपर्ने स्पष्ट पार्नुभयो। मतदान सम्पन्न भइसकेपछि मतपेटिकाहरू कसरी सुरक्षित रूपमा निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याइन्छ भन्ने विषयमा पनि गृहमन्त्री अर्यालले प्रश्न पार्नुभयो। सुरक्षा योजनाको अनुसूची 2 मै मतपेटिका बोक्ने गाडीको व्यवस्थापनबारे स्पष्ट लेखिएको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार गाडीमा सबैभन्दा अगाडि ड्राइभर र मतदान अधिकृत बस्नेछन्, त्यसको पछाडि मतपेटिका राखिनेछ, मतपेटिकाको पछाडि प्रहरी बस्नेछन् र सबैभन्दा पछाडि मात्र उम्मेदवारका प्रतिनिधिहरू रहनेछन्। यसका साथै उक्त मतपेटिका बोकेको गाडीलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको गाडीले स्कटिङ गर्ने र आवश्यक परेको खण्डमा वा असुरक्षा महसुस भएमा नेपाली सेनाको गाडीले समेत स्कटिङ गर्न सक्ने व्यवस्था मिलाइएको छ। निर्वाचनको समयमा कुनै पनि गैरकानूनी वा अवांछित गतिविधि गर्नेलाई सरकारले नछाड्ने गृहमन्त्री अर्यालको चेतावनी छ। त्यस्ता गतिविधि नियन्त्रणमा मात्र सीमित नरही कडा कानूनी कारबाहीको दायरामा ल्याइने उहाँले स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, त्यस्ता गतिविधिदेखि हामी नियन्त्रणमा मात्रै लिँदैनौँ, कानूनी
कारबाही गर्छौं, अनुसन्धान गर्छौं, अभियोजन गर्छौं र अदालतमा पनि पेश गर्छौं। उहाँहरू दण्डको भागीदार बन्नुपर्छ। लोकतन्त्रको गुणस्तर र राजनीतिक सुशासनका लागि सुझबुझपूर्ण मतदानको अपील अन्तरिम सरकारले गराउन लागेको यो निर्वाचन विगतका निर्वाचनहरूभन्दा अझै सुदृढ, स्वच्छ र धाँधली रहित हुने दावी गृहमन्त्री अर्यालले गर्नुभयो। उहाँले नागरिकको भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सरकारले सुनिश्चित गरेको बताउनुभयो। यस निर्वाचनलाई केवल प्रतिनिधि छान्ने र सरकार बनाउने प्राविधिक प्रक्रियाका रूपमा मात्र नहेरी राजनीतिक सुशासन कायम गर्ने अवसरका रूपमा लिन उहाँले मतदातालाई आग्रह गर्नुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न देशभरको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रहरी महानिरीक्षक आइजिपी दानबहादुर कार्कीले बताउनु भएको छ। निर्वाचन सुरक्षा व्यवस्थापनका विषयमा जानकारी दिँदै उहाँले चुनाव बिथोल्ने वा उच्छृङ्खल गतिविधि गर्ने जो कोहीमाथि कडा रूपमा बल प्रयोग गरिने चेतावनी दिनुभएको हो। गृह मन्त्रालयको नेतृत्वमा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित एकीकृत सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याइएको कार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले 4वटै सुरक्षा निकायले आफ्नो स्थानबाट सूचना सङ्कलन गर्ने, त्यसको विश्लेषण गर्ने र सम्भावित चुनौतीहरूको मूल्याङ्कन गर्दै संयुक्त रूपमा काम गरिरहेका छन्। निर्वाचन गराउन आवश्यक पर्ने सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको र देशैभरका सबै मतदान केन्द्रहरूमा सुरक्षाकर्मी पुगिसकेको उहाँले बताउनुभयो। हिमाली तथा उच्च पहाडी जिल्लाहरूको सुरक्षा र कर्मचारी व्यवस्थापनका विषयमा बोल्दै आइजिपी कार्कीले मौसम पूर्वानुमान महाशाखासँगको समन्वयमा काम भइरहेको प्रश्न पार्नुभयो। तत्कालै हिमपातको ठूलो सम्भावना नदेखिए पनि अत्याधिक चिसो हुने क्षेत्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य तथा बन्दोबस्तीमा विशेष ध्यान दिएको उहाँको भनाइ छ। लामो दूरी हिँडेर जानुपर्ने र चिसो बढी हुने दुर्गम स्थानहरूमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुर्याउन हेलिकप्टरको समेत व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो। निर्वाचनको मौन अवधिका विषयमा बोल्दै उहाँले यस समयमा राजनीतिक दल, उम्मेद्वार र सम्बन्धित सबैले आचार संहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो। मौन अवधिको समयमा सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रामक सूचना फैलाउने वा आचार संहिता विपरीतका गतिविधि गर्नेलाई तत्काल कानुनी दायरामा ल्याइने उहाँले चेतावनी दिनुभयो। यस्ता गतिविधि नियन्त्रण गर्न सुरक्षा निकायले सूक्ष्म रूपमा निगरानी गरिरहेको र कानुन विपरीत काम गर्नेलाई एकीकृत ढङ्गले कारबाही अगाडि बढाइने उहाँले बताउनुभयो। निर्वाचनको दिन सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिने र कुनै पनि अवांछित गतिविधि गर्नेलाई छुट नदिने कार्कीले स्पष्ट पार्नु भएको छ। मतदान केन्द्रमा कसैलाई धम्क्याउने, डर त्रास देखाउने वा बुथ कब्जा गर्ने जस्ता गतिविधि गरेमा तत्काल कानुनी रूपमा बल प्रयोग गर्ने अधिकार खटिएका सुरक्षाकर्मीलाई दिएको उहाँले बताउनुभयो। प्रमुख जिल्लाधिकारीको नेतृत्वमा जिल्लाको समग्र सुरक्षा व्यवस्थापन हुने भन्दै उहाँले मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी रहने जानकारी दिनुभयो। यदि कुनै स्थानमा परिस्थिति जटिल बनेमा तत्काल मद्दतका लागि सशस्त्र प्रहरी र नेपाली सेना परिचालन हुने गरी चुस्त व्यवस्था मिलाइएको उहाँको भनाइ छ। चुनावलाई अशान्त बनाएर बुथ नै रद्द गराउने जस्ता नियत राख्ने समूहलाई निस्तेज पार्न सुरक्षाकर्मी पूर्ण रूपमा तयार रहेको उहाँले बताउनुभयो। अब मतदातालाई अपील गर्दै आइजिपी कार्कीले कुनै पनि डर, त्रास र धम्कीको प्रवाह नगरी निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभएको छ। मतदाताले आफ्नो घरबाट मतदान केन्द्रसम्म पुग्ने र मतदान गरेर सुरक्षित रूपमा फर्किने पूर्ण भरपर्दो वातावरण तयार भइसकेको भन्दै उहाँले आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न सबै नागरिकलाई अनुरोध गर्नुभयो। पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेद्वारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ। निर्वाचनमा दिइने भोट केवल एक मत मात्र नभई नागरिकमा निहित सार्वभौम सत्ताको प्रत्यायोजन भएको उल्लेख गर्दै उहाँले सही उम्मेद्वार छनौट गर्न सुझाव दिनुभएको छ। मतदातालाई सचेत गराउँदै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले उम्मेद्वारले मतदाताको महत्त्वपूर्ण अधिकार कसरी प्रयोग गर्छ र त्यो अधिकार प्रयोग गर्न सक्ने हैसियत राख्छ कि राख्दैन भन्ने कुरामा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो। उम्मेद्वारले व्यक्ति र मुलुकको भविष्य कसरी बनाउँछ भन्ने कुरामा आफू पूर्ण रूपमा विश्वस्त भएपछि मात्रै उम्मेद्वारलाई फिल्टर गरेर भोट हाल्न उहाँले आग्रह गर्नुभयो। पत्रकारहरूसँग कुरा गर्दै पोखरेलले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सञ्चार माध्यमको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने बताउनुभयो। सञ्चार माध्यमले भ्रम, अफवाह र गलत सूचनाहरूलाई नियन्त्रण गर्नुपर्ने भन्दै उहाँले सञ्चारकर्मीहरूलाई आफ्नो आचरण र परिधिभित्र रहेर काम गर्न आग्रह समेत गर्नुभयो। निर्वाचनमा खसालिने एउटा मत